दोस्रो दिन हामी तेम्माथानबाट दिपु हुँदै छेन्दाङसम्म गएर छेन्दाङमा बास बस्नेछौँ। ओ ब्रदर कस्तो ओ भरदाई काफले यहाँ सुन्न अहिले नलाउने हो अहिले लाउन थाल्यो हेलो दादा मर्निङ एकछिन गर्नु भइहाल्छ नि के कट्टो सुकाउला कट्टु भन्छ भाइ यसलाई कट्टु भन्छ यसलाई कट्टु कहाँबाट कट्टु देख्छ मसँग छ होइन कट्टु भित्रको भने लिएर गयो यो माथि लाउन दिन्छु म माथि लाउनु भइहाल्छ होइन ठिक छ दाइ मलाई ठिक छ पसिना भएको चाहिँ नलाउँ होइन यो चाहिँ सुकाउनै लाउँदै सुकिहाल्छ नि गाह्रो टोपी चाहिँ छ धन्न धन्न टोपी भयो ठिक भयो तँलाई टोपी चाहिँदैन भन्ने के चाहिन्छ चाहिँदैन मलाई यो छ नि ए यो भयो भने त मैले यो झिके नि भइहाल्यो नि छिर्छु नि अब दाइ टोपी चाहिँ दिनु भयो नि त टोपी चाहिँ टक्क मिलाइसकेँ टोपी त दामी छ टोपी चार्जर छैन राम्रो हाल्यो आलु के गर्ने झोल हाल्ने हैन आलुमा होइन मैले अफ गरिदिनु लाग्यो यस्तो छ है खाजा कस्तो छ दाइ खाजा हजुर दामी छ दामी मिठो छ यो रोटी ए हामी खाने अरू हेर्ने हामी त हेरेको हेरे हामी चाहिँ हेरेको हेरे चिसो भएछ नि त है दाइ यो रोटी तताउन मिल्दैन एउटा अब हाम्रो प्लान के हो कसले भन्ने हो आज हामी कहाँ बस्ने हो के हो कहाँ बस्ने आज हामी अब चाहिँ हामी अब दिपु जान्छौँ दिपु हामी 1 घन्टामा पुग्छौँ तर हामी एकदम बिस्तारै जान्छौँ हामी 3 घन्टा जान्छौँ हामी यहाँनिर घुम्न आएको होइन त सन्तोष है त्यो अब 1 घन्टाको बाटो हामी 1.5 घन्टा 2 घन्टा ल आनन्दले दिपु पुगेर खाना खान्छौँ अनि त्यसपछिको अर्को 3 घन्टाको बाटो हिँडेर हामी छेन्दाङ पुग्छौँ छेन्दाङ पनि हामी 4 घन्टा जति लगाउँछौँ किनकि त्यहाँ एकदम हिस्टोरिकल प्लेसहरू छ एकदमै अब यहाँ सुनिरहेको छौँ दाइहरूले भन्दै हुनुहुन्छ गाइड दाइहरूले एकदम रिलिजियस त्यो ठाउँ सबै अब हामी एक्सप्लोर गर्दै थाहा पाउँदै केही ज्ञान गुण लिँदै होइन कि हामी मेडिटेसन पनि गर्ने कुरो थिएन मेडिटेसन पनि गर्दै मेडिटेसन गर्ने ठाउँ छ होइन गर्दै जान्छौँ हामी त्यसरी बिस्तारै पुग्छौँ आजको हाम्रो यात्रा चाहिँ छेन्दाङसम्म हो धन्यवाद। आलु यो नि टिकटकमा 1 लाखले हेर्ने कि के हो उसको त टिकटकमा 1 लाखले हेर्दिहाल्छ भिडियो नाइस शट हिमाल Please do not leave trash behind. Carry your trash back. Take memories, leave plants and animals in peace. Protect our wildlife. Do not harm the animals. संस्थाको नाम भन्नु न। Picking flowers like rhododendron, laligrass harms the habitat. Please look, don't pick. JTPF Nepal. यति हो अरू रिपिटेड छ ठिक छ ल यो चाहिँ के गर्छौँ त हामी यो चाहिँ हामीले अब लालीगुराँसको रुख नेरी चाहिँ यसलाई रोकिदिन्छौँ किनभने अहिले चाहिँ हाम्रो यहाँको यो जुगल हिमाल रेन्जको अथवा यो ट्रेलको लालीगुराँसहरू चाहिँ स्टिल सेफ छ क्या हजुर किन भन्दाखेरि चाहिँ यहाँ मान्छेहरू कमाउने भएको कारणले गर्दाखेरि तर अन्ततिरको यो ट्रेकिङ ट्रेलहरूमा चाहिँ लालीगुराँस चाहिँ तपाईँको धेरै नै टिप्दा त्यो एकचोटि टिपेपछि हाँगा भाँचेन हाँगा भाँचेपछि चाहिँ अर्कोचोटि फेरि नफुल्ने कारणले गर्दाखेरि लालीगुराँस चाहिँ धेरै कम देखिन थालेको छ र यो चाहिँ हामीले सुरुदेखि नै जोगाउनुपर्छ र यहाँ फेरि डिफ्रेन्ट टाइप्स अफ लालीगुराँसहरू हरेक कलरको लालीगुराँसहरू फुल्ने भएको कारणले गर्दाखेरि चाहिँ यो चाहिँ मोस्ट इम्पोर्टेन्ट छ त्यही भएर यो चाहिँ अब हामीले राखेपछि मेबी यसले केही न केही राम्रो गर्ला सोचिरहेको छौँ। यस्तो आइबे है तेम्माथान हो यो तेम्माथान र यस्तो मूर्ति बन्दैछ यो पद्मसम्मतको मूर्ति बन्दैछ। अब हामी तेम्माथानबाट हिँड्यौँ दिपुतर्फ लाग्दैछौँ अब दिपुमा गएर खाना खाने दिपुमा गएर खाना खाइन्छ
अब त्यो स्कुलनिर तल तल स्कुलनिर गाउँ तेमाथान गाउँ हो यो स्कुलनिर चाहिँ हाम्रो सामानहरू राखेको छ तल स्कुलमा। अब यो सामानहरू प्याक गरेर अनि सबै साथीहरूलाई डिभाइड गरेर सामानहरू हामी दिपुतर्फ लाग्दैछौँ है साथीहरू। अब कहाँ जानला के गर्ला कस्तो हो के होला भन त भाइ तिमी। यो त ऊ जाइफे प्रोजेक्ट जाइफे भाइले एकचोटि बोलिदिनु त। जुगल हिमालको बेस क्याम्पसम्म जान्छौँ। हाम्रो यात्रा चाहिँ त्यहाँसम्मको हुन्छ। आज चाहिँ हामी तेमाथान आएर बसेका छौँ। हिजो आएर यता बस्यौँ। अब बिहानको चाहिँ हामी कहाँ जानु लाग्यो अहिले दिपुमा गएर खाना खान्छौँ। अनि त्यस पछाडि चाहिँ पेमाछालसम्म गएर आजको दिन चाहिँ आज छेन्तान बस्छौँ भाइ। छेन्ताङ तिमी कण्ठ गर अनि बोल्ने भन। छेन्ताङ हो छेङताङ के छेङ पेमाछान भने चाहिँ तेमाथान त यही भइहाल्यो नि। पेमासाल भने माथि त्योभन्दा माथि पेमासाल भोलि बेलुका हो हामी। भोलि बेलुका त्यहाँ गएर बस्छौँ। तेमाथान अनुभव कस्तो भइरहेछ सुनाइदेऊ। दाइको अनुभव कस्तो भइरहेछ? अनुभव यार कस्तो भन्ने यार दाइ कसरी आइपुग्नु भयो? म त हिजोसम्म नजाने भन्दै अचम्म हुनुहुन्थ्यो। हेर अचम्म यस्तोवाला बोकेर ट्र्याकिङ हुन्छ होला त कोही यो त अनौठो नै होला जस्तो लागिरहेको छ नि। अनौठो साइड ब्याग बोकेर हिँडिरहेको छ ट्रेकिङ थाहै अनएक्सपेक्टेडली आइपुगिरहेको छ अहिलेसम्म यहाँ अचम्म पाराले। तपाईँहरू म अनएक्सपेक्टेड आइपुग्यो नि त। एकदमै हामी त ठ्याक्कै विशेष धन्यवाद जसलाई दिनुपर्ने छ यसमा होइन। विशेष उत्प्रेरित ढङ्गले उत्प्रेरणा जग्गाको कारणले गर्दाखेरि हामी अहिलेसम्म यहाँ छौँ। अहिलेसम्म ठिकै छ एक दिनपछि ल्याङ हुने हो कि। ल जाउँ त अब हिँडौँ। हामी अब स्कुलतर्फ लाग्यौँ। स्कुलमा गएर हामी सामान डिभाइड गर्छौँ। त्यहाँबाट 2 घन्टाको यात्रामा हामी दिपुतर्फ लाग्छौँ। दिपुमा खाना खान्छौँ। क्यामेरा टोली हाम्रो कोरे दाइ पछाडि छ पछाडि। क्यामेरा टोली फेरि 8 वन्डर्स अफ नेपाल हो चाहन्छु नि होइन है। त्यो चाहिँ अब कोड गर्नुपर्छ भनेर गरिदियो। ल धन्यवाद एकछिनमा आउँछु फेरि। तेमाथान गाउँ आयो। हाम्रो कैलाश भाइले मजाले हेरिरहेछ है। ल बाटो यही हो नि झरेको माथिबाट जाडो ठुलो तल ए आयो आइसक्यो। ए ल ल घन्टी लगायो ल स्कुलमा। अब हामी स्कुलबाट बिस्तारी दिपुतर्फ लाग्छौँ। यहाँ यस्तो दामी स्कुल छ तेमाथानमा। तेमाथानको स्कुल हो नि त होइन दाइ? Juta, juta, juni.
That's a rope. Inside. हाम्रो त यस्तो आयो यहाँ पुग्न गाह्रो भयो नत्र यो पनि बोकिदिनु पऱ्यो भन्ने अब बान्ने डोरी छ डोरी खोज्नु न खोज्नु पुरै साङ्गीतिक भाषा नबोल्ने है सन्दीप दाइ पुरै साङ्गीतिक भाषा मात्रै हो हेलो नबोल्ने होइन साङ्गीतिक भाषा मात्रै कस्तो लाग्यो मेरो त ल सही भयो यी ब्यागै मेरो ब्याग त ठ्याक्क रेडी भयो अब हिँड्ने ल म त के हेर्नु हजुर हिँड्ने गर्नु त कहाँ एकैचोटि हिँड्नु त हिँड्नै मिल्दैन पुरै अनि ए भिडियो कहिले आइपुग्नु अब हामी तेम्माथानबाट दिपु हुँदै दिपुमा खाना खाएर छेन्ताङ जान्छौँ छेन्ताङमा एक रात बस्छौँ भोलि पेमेसाल गएर पेमेसालबाट 1.5 घन्टा 2 घन्टा हिँडेर जुगल हिमाल बेस क्याम्प गएर अनि पर्सि निकोर्सीतिर चाहिँ हामी रिटर्न ब्याक चौतारा हुन्छौँ होइन त कैलेश भाइ एउटा तपाईँको आइटम छोडेर राम्रो राख्नु पऱ्यो किन सबै लिएर त्यो एउटा लाग्यो भने त्यही मात्रै लाउनु न त्यो माथि त्यो सही हुँदैन नि अहिले चाहिँ एकछिन होस् डिपु गरेर फेर्नु जाडो गर्मी छ नि बाँध्ने त के गर्नुपर्ने नपर्ने त्यो बाँध्ने न हेलो चस्मा लाउँछ त्यो ज्याकेटले त चस्मा हाम्रो दाइहरू यहाँ प्याकिङ गर्दै हुनुहुन्छ सामान वाइल्ड रहेछ भनिसक्नु उहाँले वाइल्ड भए पनि के गर्नु फोर के गर्ने यो त फोर कहाँ राख्ने काम गर्छ आज चाहिँ हाम्रो ज्याकेटलाई थ्याङ्क यू भेरी मच है नाउ आई एम वेयरिङ माई ग्लास अहिले हामी लगभग 2400-2300 मिटरको हाइटमा छौँ अलिक मिलाइदिन्छ यो कार चाहिँ सर काट्न त मिल्दैन नि किन काट्नु पर्यो कार सबै नि त सबै काट्छ Happy birthday. Thank you, sir. Sir. म पनि त्यही ग्रुपमा हो नि नयाँ किने हो पुरै किन्न लागेको छ है म एक झोला किनेर केटाहरू कुट्नु पर्छ स्वामी सापकोटा ठिक छ कि अब यो हुन्छ सुनिन्छ देखियो चाहिँ ल ल हेमन्त ब्रदर भन्छ सबै त बेस्ट सबैले हेमन्त ब्रदर हो ल गाइस मेरो आज बर्थडे हो रे हैन सबैजनाले मलाई यहाँ यसरी राखेका छन् खै किन गरे हो ल गरौँ ल Happy birthday to you. Happy birthday to you. Happy birthday, dear Hemanta.
यार मैले ट्रेकिङ वाह 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 भल्किङ 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 भल्गर ल हेमन्त सरले भन्नु छ भल्गर भल्गर केटो म भल्गर केटो म हजुर आमा कस्तो लाज देखिरहेको तपाईँ हिँडिहाल्नुहुन्छ राम्रो हिँड्नुहुन्छ तपाईँको जिउ एकदम लाइट वेट छ क्या सधैँ चाहिँ हिँड्न सक्दैन मैले थाहा पाइसकेँ तेम्माथानबाट अब हामी दिपुतर्फ लाग्दैछौँ। त्यहाँ कति लाग्छ दिपु जानुलाई? 2 घन्टा लाग्छ है? यो टोयले लाग्छ? अनि त्यहाँबाट छेन्दाङ जानलाई? छेन्दाङ जानलाई पनि 2 घन्टा त्यहाँबाट लाग्छ? दिपुबाट खाना खाएर बिस्तारै आराम हिँड्नुपर्छ। अझै पेमसाल गर्न जानु चाहिँ कति टाइम लाग्छ त? पेमसाल दिनभरि लाग्छ। दिनभरि लाग्छ? दिपुबाट छेन्दाङबाट चाहिँ दिनभरि लाग्छ। अझै पेमसाल गइदिउँ जस्तो लागेको छ त मलाई त। आज त यिनीहरू यहीँ तलै बस्छ होइन? म र एकजना भाइ आउँदैछ। अझै हिँड्नु जस्तो लाग्यो। पेमसाल अहिले पुग्दैन। पुग्दैन? गाह्रै हुन्छ? अल्पत्र हुन्छ। बस राख्नु ठाउँ छैन। अब भोलि छेन्दाङबाट चाहिँ पेमसालमा भेला पनि पुग्छ। पहाडको माथि माथि गाडी हेर न है अब दाइको हान नि त दाइको हान नि त ए त्यहाँ बस तिमी हिँड्न त पहाडी राम्रो छ है यस्तो बाटो छ है साथीहरू खेल्नु लाग्छ नि यार तर जाऊ 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 जुगल हिमाल हेर्न जाऊ 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 जुगल हिमाल हेर्न जाऊ। ल भिडियो कहाँ जाँदैछौँ हामी के गर्दैछौँ के कहाँनिर जुगल हिमाल जाँदैछौँ जुगल हिमाल चोचो डाँडाबाट हामी तलतिर लाग्यो बेस क्याम्प जाँदैछौँ तेम्बाथानबाट तलतिर लाग्यो हामी चोचो डाँडा भन्न आएको अब हामी खाना खान कहाँ जाँदैछौँ त दिपु दिपु भनेर साथीको नगरकोटको खाना भनेको भोग लाग्ने खाना मिठो खुवाउँछ दाल र ए के छ भाइ भाकै रहन्छ भिडियो अघि एकदम गुड के हेरेर भाइ अहिले हामी वेटिङमा राख साथीहरू हो फर्स्ट हो हामी फर्स्ट तिमी फर्स्ट
कैलाश भाइ फर्स्ट है खतरा हिँड्नु पर्छ है कैलाश भाइ ल हेलो तपाईँ सेकेन्ड म सेकेन्ड हो को सेकेन्ड भाइ तपाईँ सेकेन्ड म फर्स्ट म सेकेन्ड है ल म आधी घन्टा लाग्ने यहाँबाट त्यहाँ जान कति लाग्छ दिपुबाट त्यहाँ थाहा हामी 1 घन्टा पुग्छौँ है हामी पनि पुग्थ्यौँ होला यहाँ केटाहरू हिँड्दैनन् के त हामी कति घन्टा 1 घन्टा त्यो साथीहरू छ के त्यो साथीलाई एकदिन भन्छु न हामी खानेकुरा दोकान टाढै मिलाको भिडियो यस्तो हाल्ने हो 0.4 छ पुरै दाइको प्याकिङ हुँदैछ यहाँ हाम्रो रमेश ब्रोको गाह्रो छ है लास्ट यार यहाँ नमिलेर हेर नि म मिलाउँछु कि यार यति भयो कि आनन्द होला हो बस अझै राम्रो पनि एकछिन हिँडेर देखाउनु त के गर्छ भाइ भिडियो खिचिरह ए हिँडेर अहिले टकटक हिँड्नु न हो हाम्रो बनाउनु पऱ्यो न सानो सानो बनाएको हो 1-1 मिनटको बनाएको एबे 10 सेकेन्डको 10 सेकेन्ड 12 सेकेन्ड भइसक्यो अरूहरू चाहिँ तल छुटेछ हामी मात्रै हो माथि आइपुग्ने चाहिँ हाम्रो दाइ यहाँ रहेछ लौरो लौरो हामी चाहिँ यस्तो छ यहाँ चाहिँ पुरा बन्दैछ पुलहरू पुलको छेउमा आइपुगेको छ एउटा फुल अक्क पारेर हाम्रो दाइ चाहिँ यहाँ दौडे छैन होइन म दाइलाई भेट्न गइरहेको छु अब चाहिँ यसमा जुगल हिमालमा चाहिँ माउन्टेन रेस गराउनु पऱ्यो कि माउन्टेन रेस गरायो भने बवाल हुने रहेछ ट्र्याक चाहिँ यो ट्र्याकमा माउन्टेन रेस गर्नु पऱ्यो क्या कस्तो लाग्दै होइन अब हामी चाहिँ लगभग डेस्टिनेसन भन्दा अलिक तल दिपु आइपुग्यौँ होइन यो पारिपट्टि चाहिँ त्यो दिपु हो आइपुग्यो भाइ दिपु भन्दा अलिकति तल अब हामी हिँड्यो भने कति 10 मिनट पुग्छौँ होला त पुग्नु पऱ्यो नि दामी रहेछ यहाँ चाहिँ वाउ जस्ट लाइक अ वाउ त्यो अलिकति आएर पुगिसक्यो होला है भनेपछि छेन्तानी त्यति टाढा छैन भाइ यहाँ हामी कसरी हिँड्यो भने 1 घन्टामा पुग्छौँ है त कसरी हिँड्यो भने छ्याङताङ 3 घन्टामा पुग्नु छ हामी 3 घन्टा हुन यहाँ त 1 घन्टा 2 घन्टा लाग्यो होइन हाम्रो यहाँ 1 घन्टा लाग्यो 1 घन्टा लाग्यो हामी हिँड्दा त यहीँ देखिन्छ नि भाइ त्यहाँ त उनीहरूलाई कुद्दा लखडा भएन भने आधी घन्टा कुरा होइन 11:30 बजी हिँडेँ 12 बज्यो आधी घन्टा लाग्छ त्यहाँ पुग्न तपाईँलाई यस्तो यो
ट्रेकको जुन हुन्छ नि अविस्मरणीय पल चाहिँ कस्तो भइदियो हुन्छ जस्तो लाग्छ है भयो क्यामेरा नै तपाईँलाई होइन ट्रेकको जुन हामी हिँडेर छौँ हिजोदेखिबाट होइन यसको अविस्मरणीय पल चाहिँ कस्तो भइदियो हुन्छ जस्तो लाग्छ कस्तो हुनु भाइ अब त्यहाँ माथि पुगोस् होइन भ्यू देख्न पाओस् हिमाललाई ट्याक्क आफ्नै अगाडि देख्न पाओस् आफूभन्दा हिमाल अग्लो होस् होइन पुरै हिमाल हाँसेको देख्न पाओस् त्यही त एक्सपेक्ट हुन्छ नि बाटोमा हिँड्दाखेरि पानी पर्ने ओर्ने समस्या नहोस् सुरक्षित साथ पुग्नु पाइयोस् सुत्नु भनेको त अब बिस्तारै मिलाउँदै छ होमस्टेहरू होइन जुगल गाउँपालिकाले अब बिस्तारै मिल्दै जाला होइन अब जुगल हिमालको लागि धेरै लगानी गरेको छ प्रदेश सरकार यो जुगल पालिका सरकारले अब बिस्तारै देखिँदैछ त्यो त्यसको इम्प्याक्टहरू देखिँदैछ अहिले लगानी गरेको तत्काल जस्तै बोट रोप्ने बित्तिकै फल खुद्नु भएन होइन भएन तर देखिरहेको छ यसमा चाहिँ यसमा चाहिँ 3-4 वर्ष अब यो स्थानीय सरकार आएपछि अलिकति प्रमोसन गर्न थाल्यो हो होइन जुगल हिमाललाई हजुर 7 वर्षमा हामीलाई पनि आउँ लाग्ने बनायो भनेपछि त इम्प्याक्ट देखाएको छ त आउटपुट देखाएको छ त होइन हुन्छ भाइ अब बिस्तारै यो ट्रेल चाहिँ अब हाम्रो सिन्धुपाल्चोक जिल्लाको गर्व गर्न लायक ट्रेल हुन्छ क्या चाहिँ एकचोटि यो ट्रेकिङ रुटै बनाएर हिँड्ने ट्रेल टक्क गर्न सक्यो भने अब यहाँ यस्तो हो भाइ अब 2टा पुल देखियो अहिलेसम्म हामी आउने बेलामा होइन 2टा चाहिँ मोटरेबल पुल देखियो अनि अलिकति अप्ठ्यारो भनेको हामीलाई त्यो नेसन खोला थियो नि हिजो हामीलाई त्यो डोजरले तारेको खोला हो त्यो खोलाबाट मास्तिर लागेपछि चाहिँ बाटो अलिकति राम्रो बनाउनु पर्ने छ अलिकति माथि आउने बेलासम्म होइन टर्निङ लिएर अब बर्खामै चल्ने गरी बनाउनु पर्छ भने ढलानै गर्नु पऱ्यो होइन त्यहाँनिर अलिकति देखियो अहिलेसम्म त्यस्तो देखाएको छैन अनि अलिक बढी खर्च लाग्यो भने चाहिँ पुलमा रहेछ त्यो नेसन खोलामा नि पुल बनाउनु परिहाल्यो त्यहाँ डेन्जरै खर्च लाग्छ अरू जस्तै अरू खाना बस्न भनेको त यो त जो आउने ट्रेकरले उनीहरूले नै गरिहाल्छ त्यो त अब यस्तो रोड छैन भाइ रोड हुँदै गरिसकेपछि त्यो मिल्दै जान्छ क्या त्यो कुरा जहाँ रोड एक्सेस आउँछ नि त्यहाँ अरू चिजहरू आउने हो क्या पहिला पछि रोडमा हिँडेको मेन पहिलो लगानी चाहिँ रोडमै गर्नु पऱ्यो नि रोडमै गर्नु पऱ्यो क्या स्विजरल्यान्डहरूले हेर नि त्यहाँ अघि त्यो माथाबाट देखाएको कि हिमाल त्यो हिमाल देखाएको हिमालको झर्ना सही छ नि त त्यहाँ होइन त्यहाँबाट आइरहेको छ नि त त्यहाँनिर पुरै उनीहरूले पेन्ट व्हाइट पेन्ट लगाइदिएर हिमाल उनीहरूको अनि हाम्रो यही नेचरल हुँदाखेरि हाम्रो चाहिँ यस्तो हुन्छ फेरि अब हाम्रो अब यो ट्रेलहरू यो बाटोहरू बन्दै जान्छ होइन बन्दै जान्छ अनि हाम्रो हिमालको हिउँहरू पनि सुक्दै जान्छ हेर धेरै विकटमा छ नि त हाम्रो त हिमालहरू अनि जब रोड पुग्छ हामीले नि कलर लाउनु पर्दैन भन्ने स्थितिमा चाहिँ पुग्नु नसकिने पनि हुन्छ अलि हुन त्यो अब ग्लोबल वार्मिङको असर त परिरहेको छ सबैमा त्यो पर त्यसलाई सँगसँगै त्यसलाई पनि जोगाउने प्रयास गर्नु पऱ्यो होइन त्यो नेपालले मात्रै जोगाउन सक्दैन होइन हाम्रो एरियाबाट जति सक्यो त्यति गर्न सक्यो नि त होइन हाम्रो एरियाबाट सम्भव छैन 0.00005% चाहिँ ग्लोबल वार्मिङमा असर गरे होला तर हाम्रो हिमाल हाम्रो यो पाखा वनहरूले गर्दा वर्ल्डमै त्यो ग्लोबल वार्मिङ हुन चाहिँ धेरै रोकेको छ अब पर्सेन्टमा त मलाई थाहा छैन होइन तर धेरै रोकेको छ भाइ ल यस्तो यात्रा चाहिँ हेर है रमाइलो गफ गर्दै यस्तो भलाकुसारी गर्दै गयो भने चाहिँ बाटो कटेको नि थाहा पाइँदैन अनि थकाइ पनि नलागिने त अघि त्यहाँ कस्तो गाह्रो भइरहेको थियो त्यही भएर अहिले चाहिँ अलिक कम भए जस्तो भइरहेको होइन पहिला पनि अलिक लम्क्यो क्या तपाईँको त होइन ओह्रालोमा त लम्किनु पऱ्यो भाइ तिमी त दौडिँदो रहेछौ अर्को एकजना फर्स्ट भयो भने तिमी पुरै इखालु रहेछ नि यार मान्छे त्यो फर्स्ट हो नि त्यस्तो चाहिँ होइन सबभन्दा लास्टको होला भाइ अहिले हामी त्यहाँ बसेर फर्स्ट सेकेन्ड थर्ड छुट्यौँ ल हामी आयोजक उनीहरू चाहिँ अनि प्राइस पनि व्यवस्था गरिदिने है प्राइज एउटा चक्लेट फर्स्टलाई ल फर्स्टलाई स्नेकर सेकेन्डलाई अनि सेकेन्डलाई के चोकोमान सेकेन्डलाई खोइ के छ तिमीसँग सक्छ तिमीहरू देऊ न मसँग त स्नेकर छ त्यो चाहिँ लुका राख्नु है लुगा राख्ने हो त लास्टसम्म
होइन नभए त्यो हेबिटेट दुइटा हुन्छ नि त चक्लेट चाहिँ लानुपर्छ कि भाइ जहाँ यो ट्रेकिङ जाने चक्लेटले चाहिँ यस्तो इनर्जी दिन्छ है स्नेक गर्छ त बवाल हुन्छ तपाईँहरू पनि ट्रेक आउने हो भने दाइको सजेस्ट ल भनिदिनु ल के के आवश्यक पर्छ ट्रेक आउने हो भने लुगा टक्क तपाईँहरूलाई कस्तो कम्फोर्टेबल हुन्छ त्यसलाई पुछ गर्ने अनि दाइ ट्रेकिङ आउँदाखेरि चाहिँ के आवश्यकता पर्ने रहेछ होइन के ल्याउन पाए हुन्थ्यो जस्तो लाग्ने रहेछ मेरो चाहिँ अब नर्मल्ली मिस भएको कुराहरूमा चाहिँ मलाई मेन समस्या भने पन्जाको लगाइरहेको छ अहिले ल्याउनु भएको छैन पन्जा ल्याएन आज होइन अनि अरू भने त मलाई खासै त्यस्तो मिस भएको छैन अरू भनेको त लगभग दाइले चाहिँ आफ्नो एउटा ग्राउन्ड ज्याकेट ल्याएको छु आफ्नो प्याकेज चाहिँ आफैले बनाउनु भएको छ सही लौरो भेटिहाल्यो नि लौरोपट्टि देखौँ न ल यहाँ चाहिँ होइन उहाँ कसले घर लानु राख्यो होला होइन तर एउटा चाहिँ के भन्नु चोर्नै पर्ने हो है त ल के हल्का पनि रहेछ है त्यस्तो हुन्छ कि मेरो पनि त्यस्तो ल हाम्रो चाहिँ मान्छे चाहिँ उहाँदेखिबाट किनेर लिएर आउँछ स्टिक होइन तपाईँ स्टिक चाहिँ किनेर नलिएर आउनु होला होइन दाइ अर्ग्यानिक स्टिक छ यो चाहिँ यहाँनिर भाँचेर बसेहरूको बनाएको हो यो चाहिँ होइन बिरुवा काटेर बनाएको होइन नि दाइ यस हामी चाहिँ अब के मिस भयो भनेको तिमीले होइन अब मिसमा चाहिँ मेडिसिनहरू अलिअलि बोक्नुहोस् होइन बोक्नु पऱ्यो त्यसको लागि अब हन्टस सन्टस यस्तो खोकी लाग्नु सक्छ एलर्जी सलर्जी हुन्छ मलाई चाहिँ लास्ट एलर्जी छ त्यही भएर मैले एलर्जीको औषधि हन्टस अनि फ्लेक्जन पनि ल्याएको छु किनभने फ्लेक्जन चाहिँ कहिलेकाहीँ हिँड्दै जाँदाखेरि जिउ दुखेर राति निन्द्रा नलाग्नु सक्छ फ्लेक्सन खाइदिएर सुत्यो भने आनन्द अनि पानी चाहिँ पानीको सानो थर्मस पनि बोकेर लिएर आउँदा राम्रो होइन त भाइ तिमीले पनि बोकेको छ नि त सानो थर्मस टक्क बोकेछ अनि स्लिपिङ ब्याग छ म्याट छ अब यो चाहिँ अब 5-7 जनालाई सुत्ने ठाउँ चाहिँ पुग्छ सबै स्टेसनमा पहिलो दिन आएर तेमाथान बस्ने दोस्रो दिन छेन्तान तेस्रो दिन पेमसाल अनि चौथो दिनमा पुरै भ्यू स्यू हेरेर छेन्तान आएर बस्यो नि भयो सकिन्छ भने तेमाथान आएर बस्यो नि भयो ल हेर्नुहुन्छ होइन अब यो सुन्दरताको त बयानै गर्न सकिँदैन होइन दाइ यो सुन्दरताको त बयानै गर्न सकिने ठाउँै छैन त्यस्तो छ यस मन हुनु पऱ्यो होइन दाइ टाइम त आफै आफ मिल्छ होइन ल पाहाडमा आउनको लागि चाहिँ मन चाहियो होइन मन भइसकेपछि सबै व्यवस्थापन हुन्छ ल अहिलेलाई तिमी दिप आइपुग्यो है दिपु ए दिपु भन्ने ठाउँ आइपुग्यो यस्तो अगाडि झरना छ खोला छ पुल पनि बनाइदिएर छ अहिले त्यो पुल चाहिँ कहाँ जाने हो चौरीहरू देख्न थाले जाऊ चौरीहरू देख्न थाल्यो अब बस्ती बढ्दै रहेछ है त दामी मौसम पनि खतरा साथ दियो अहिले त है भोलि पनि त्यस्तै हुन्छ मौसम हेर न 12-22 होइन त 12-22 भएछ ल दिपुमा आइपुग्यो हामी 12-22 मा हामी 11:30 बजे गाह्रो भयो भात खाने ठाउँ आइपुग्यो अब आनन्दले भात खाने टन्न भात अनि 2 घन्टामा हिँडिदिन्छ भाइ तिमी र म त अब यही हिँड्ने हामी 2 घन्टामा हिँड्दिने मान्छेको टक्क आफ्नो व्यवस्था ट्याक्क गर्ने अरूलाई पनि हेर्ने होइन अब त्यो एउटा कुरो थियो हाम्रो निलो घरको यता ए ल अब हामी खाना ठाउँ जाँदैछौँ है त कहाँ लानु टेस्ट चाहिँ त नि त्यही मैले हाम्रो ओखरानतिर पाइहाल्छ नि दिस इज फिस यस्तो छ है यहाँ यस्तो छ है ठाउँ खाना खाने ठाउँ यस्तो छ नि त भाइ मौरीले टोकेको हजुर कहाँनिर गएको यहीँ बसेर रहेछ नि मैले चाहिँ जङ मात्र हालेको यस्तो हाल्दै सबै यहाँ ए
सिधै समाधान कहाँ हजुर त्यो लक्ष्मी लगाएर सामार यसो हालेको ए ठिक छ नि दाइ ठिक छ अब यो केटाहरू पुग्दैन भनेपछि हजुर कहिले पुग्ला त केटाहरू यो केटाहरू त ढिलै हो 6 बजे 6 बजी 7 बजी छन्दाङ पुग्दा मुस्किल हुन्छ है अब यहाँ के भन्छ त्यो बोल्ने चाहिँ मेरो बोल्ने चाहिँ हो त्यसको नाम चाहिँ के भन्ने त्यो उता कोटामा के देखो कुन कुरामा उताको कोटामा ढुङ्गेवाला यस्तो ढुङ्गेवाला खाना खाने ठाउँ है त्यो झोलामाला एउटा झोला दिनु झोला पनि दिनु त्यसमा हाल्नु पऱ्यो नि यो जला यहाँ पाउनुले त्यो ब्यागमा चाहिँ राख न अब त्यस्तो है भात खाइरहेको छ है हामी कैलाश भाइ म दाइ पानी ल्याइदिनु न तातो चिसो मिसा मन तातो लिएर आउनु न होइन चिसो नि खान्छ हुँदैन तातो पनि खान्छ एकछिन फेरि जानु पर्ने हो ब्याट्री चेन्ज गर्न लाग्नु चिसो भयो रिमुर्सिया के रिमुर्सिया त्यो गुरु रिम्बुर्से रिमुर्सिया त्यसको नाम चाहिँ मैले हाम्रो चाहिँ डिपु भन्छ नि हजुर अब पठार भाषाले डुयो भन्छ अनि त्यो गुरुमुर्सिया चाहिँ त्यो डुएर एकदम मेन्टल गरेर बसेको कि पहिले त्यो राक्षस अनि हामी सरबाट चाहिँ डिपु भन्छ अनि पहिलो डिपु हो नि डिपु हो पहिलाको भाषामा अहिले कसरी दिपु भयो त अहिले चाहिँ बुझ्दै दाइ के हो अनि ढिला भयो बिहा गएको बिहाको उनीहरूसँग आइपुग्नु बस्नु पर्यो यसरी यसरी चार पाइला हिँड 6 पाइला बस पहिला के ए अनि यो पर्सि भोलि त अलि हेभी हिँड्नुपर्छ अरे अनि कहाँ माथिको त बाटो त जोडले यसको न हाम्रो ग्रुपको सबको सोलो चाहिएको बस यता हेर्नु अनि ठ्याक्क स्मेल गर्नु होला उताबाट तेमा थानबाट दिपु आइपुग्नलाई ब्याग हिँडेर आउनुभयो के छ त यसमा राय यसलाई ब्याग भनिँदैन यसलाई एकदम बिस्तारै हिँडेको भनिन्छ आजको हाम्रो टोटल ट्रेक चाहिँ लगभग 5-6 घन्टाको हो त्यही कारण अब अहिले हाम्रो लगभग 30% ट्रेक सकिसकेको छ बिस्तारै हिँड्नु किनभने भोलि हामी रमाइलो छ होइन एकदम रमाइलो छ दिपु गाउँ लास्ट गाउँ हो होइन जुगल गाउँपालिकाको लास्ट गाउँ होइन त्यसपछि एउटा जुगल हिमाल आउँछ सेन्दाङ गाउँ होइन गाउँ होइन त्यो हो होइन यो चाहिँ लास्ट गाउँ सर म्यान के तिमी त अनि पुरै हिमाल जान लागेर आइछौ के भन त लागिदियो शब्द हिमाल नै जान लाग्यो हुँदै तर यो तरिकाले चाहिँ अलि ढिलो होला जस्तो भइरहेछ अब चाहिँ हामीले अलिकति पुस गर्नुपर्ने हुन्छ होइन एकदम रमाइलो भइरहेछ यो ठाउँ नै यस्तो दामी रहेछ अब यहाँ खाना कस्तो छ ट्राई गर्दैछौँ अब हामी खाना खान्छौँ अनि फेरि हिँड्छौँ सेन्दान गुम्बा सर लगाइदिए म त भोक लागेर मलाई लगाइरहेको के भइरहेछ त यहाँ आज दाइ के भइरहेछ अझै बल्ल बल्ल हो ब्यागमा आएर कति बजे ब्यागमा आएर खाइरहेको कति बजे हेर त यहाँ 1:30 1:30 भयो ल केटाहरूले हानिरहेको है मैले खालि खुट्टा हानेको भोक लागेको थियो भोक लागेको थियो नि त हाम्रो मेन मान्छे उहाँ है अझै सर हाम्रो मेन मान्छे भात भनेको आलु भात विकास नि हो मेन मान्छे हानिरहेको चाहिँ दरो भात हान्ने ग्रुपमा सदस्य हो दरो भात हान्ने ग्रुपको सदस्य
महेन्द्र भाइको भेट भयो अहिले त लास्टमा हामी दिपु हाइड्रो पावरमा महेन्द्र भाइको महेन्द्र भाइसँग भेट भयो। अब यहाँबाट फेरि हामी महेन्द्र भाइसँगै जान्छौँ है त, होइन दाइ? हामी खुसी छैनौँ त महेन्द्र भाइ भेटबाट? कति गाडी पनि सेफ छ है, हो गाडी सेफ छ। स्कुटर पनि सेफ छ। ल दाइ, ल बिस्तारै जाउँ है दाइ। ओड्ने ओछिन सबै छ। माथिसम्मै चाहिन्छ। माथिसम्मै है। मिल्दैन होला यहाँ। हामी त एकदम सेन्टर अफ अट्र्याक्सन नै सम्झिने होइन, जो भागमा। अनि त्यो त छ। हाम्रो नयाँ मान्छे जोइन हुनुभएको छ है। सर हाम्रो नयाँ मान्छे जोइन हुनुभएको छ। त्यो एउटाले केही खाँदैन, त्यो उयो हेर्नु त्यो हुनु। सबै सेफ भएर अनि ढुक्क हरान हिँडेको त्यहाँबाट। म्याराथन दौडिने बेलामा होइन, 42 किलो म्याराथन दौड्ने बेलामा त्यो हुन्छ नि नर्मल सु अनि त्यसको साथ जिन्स प्यान्ट देखिन्छ होइन त्यो चाप साँप त्यत्रो नि होइन साँप। ऊ त्यो हो काठ त ऊ त्यहाँ काठ त ऊ। बल्ल हो फेरि। अनि के छ त महेन्द्र, अनि जोइन गर्दा कस्तो लागिरहेछ त? एकदम ठिक छ, रमाइलो भइरहेछ। अब हामी 20 मिनट जतिमा छेन्दाङ गुम्बा पुग्छौँ। आजको बसाइ त्यहीँ हुन्छ हाम्रो। भोलि हामी 5 घन्टा जति हिँडेपछि नेपे मासाल पुग्छौँ। त्यहाँबाट प्रोभाब्ली पर्सि हाम्रो चाहिँ ट्याक्क 3 घन्टा जति हिँडेपछि जुगल बेस क्याम्प पुग्छौँ। अनि हामी त्यो बेस क्याम्पबाट हामी बेस क्याम्पमा चाहिँ चाँडै हिँड्छौँ होइन, 4 बजीतिर? हामी बिहानै हिँड्छौँ, 4 बजी 4 बजी हिँड्ने। ल ठिक छ, सकेसम्म हामी सनराइज हेर्न पाऊँ भन्ने सही होला। म नि यस्तै हो कि, मलाई यस्तै चाहिन्थ्यो। यस्तो स्वाद परी चाहिँ भयो अब चाहिँ यहाँ बसेर। यस्तो छ ल सिन, यस्तो दामी छ है त। कति बज्यो अहिले? 3 बजी। अहिले चाहिँ ठ्याक्कै 3:04 गयो, हेर्नु सक्नुहुन्छ घडीमा। शुक्रबारको दिन हो आज। ब्रह्माणी हाइड्रो पावरले लेखेको यो म्यासेज धेरै राम्रो म्यासेज। हामी चाहिँ हिँड्दैछौँ गन्तव्यमा पुग्नको लागि। बाटो चाहिँ एकदम अप्ठ्यारो साङ्ग्रो होइन आइरहेछ। हामी चाहिँ अब छिन्दाङ पुग्नलाई केही समय मात्रै बाँकी छ। 1.5 घन्टा हिँडिसकेपछि छिन्दाङ पुग्छौँ।
छिन्दाङबाट फेरि तपाईँहरूलाई भिडियो सम्प्रेषण गर्ने नै छौँ अहिले बाई। हामी हिँडिरहेछौँ है। ल ल ल जस्तै भएर त्यसै यो जानुपर्छ त्यो काजु मसला खाने क्या ल नेचुरल स्टिक लिन जाँदैछ हाम्रो दाइ चाहिँ ए जानु होइन। ल हेर्नुहोस् कोही त मसला बाँकी मानिले यस्तो हुन्छ अभागीलाई चौचौमा मसला पनि रहन्छ होइन। तर पनि चिन्छ अब ल रेडी हुँदैछ यहाँ त्यो माथामा चाउचाउ रोपेको चाहिँ अँ हल्का अवस्था छ। मन्दिर पालपुर्सी छ के हेर्नु लौरो बनाउँदैछौँ है, अर्ग्यानिक लौरो बनाउँछ। चौधरी मन नपर्ने त्यसले बना चौधरी त मनपर्छ फेरि। चौधरी पनि के गर्दाखेरि हाम्रो के गरेर मान्छे राम्रै हो यत्रो धेरै रोजगार देखा। ल धन्यवाद। निमो टोरो निमो यो के हेर्नु त यो चाउचाउ वस्तु छ यार नखानु खायो। यो चाहिँ ट्याक्क हाइड्रोले ढुङ्गाको लागि ब्लास्टिङ हानेर चाहिँ लाङटाङ खोला। छेउछेउ हिँड्न कोही आएन। हल्लिन्छ त एउटा सिङ्गो रुखको पुल हालेर त ल त्यहाँ है, सिङ्गो रुखकै पुल बनाएर हालेर चाहिँ ल यस्तो छ। अनि के छ त अब अरू के भन्नु पनि छ त? एकदम ठिक छ आनन्दमा फिट एन्ड फाइन होइन दामी। हेलो ल कहीँ आउनु थाल्यो सल्लाहहरू कति सय मिटर हाइट होला है यो? 2500 त्यही 2300 चाहिँ जम्मा 2500 है। यस्तो छ है के अरे छ्यान्त्याङ होइन त? सही देखिरहेछ है यहाँ पनि। ल केटाहरू हिँडिरहेछ, हिमाल हाँसिरहेछ, पहाड मुस्काइर छेन्दाङ आइपुग्यो है त ल साथीहरू हामी छेन्दाङ। सबसे बवाल 5 बजेर 6-7 घन्टा लाग्छ हिँड्न हो छेन्दाङ चाहिँ यता हो छेन्दाङ भन्ने ठाउँमा आइपुग्यौँ साथीहरू। अब हामी छेन्दाङ अब आजको स्टे हाम्रो यहीँ हुनेछ। हामी यहाँ बसेर भोलि 5-6 घन्टाको ट्रेकमा पेमसाल पुग्छौँ। अब भोलिको कुरा भोलि नै गरौँ ल। जम्मा 2 मिनट बाँकी छ हो। कहाँ हुन्छ 8 मिनट छ। हामी सिधै त्यतिको लागि हो। रारा पाक्दैछ नहानाकै छोड्दै होइन रहेछ नि त यहाँ त चढ्नु ठाउँ रहन्छ नि।